यो यहाँ योगको माथि कटेल डाँडाबाट खिचिएको पारी सिन्देबुङबाट योग सिन्देबुङबाट आएको गाडीको बाटो यस प्रकार छ। कस्तो हेर्ने रमाइलो रहेछ। त्यो बाटो हेर्नको लागि चाहिँ योगै आउनुपर्ने रहेछ। योगको कटेल डाँडै आउनुपर्ने रहेछ र साह्रै राम्रो देखिँदो रहेछ त्यो पारिपट्टि सिन्देबुङको बाटो। त्यो तल आएर यो हाइवे यहाँ आउँदैछ र यो बाटो योगमा आइपुग्ने रहेछ र यता डेलो डाँडा माथि अलगढा दामसाङगढी अलिकति बाधा लागेको रहेछ। अलगढा डाँडा देखिँदैछ। त्यहाँबाट आएर यता कालिम्पोङ बजार छ्याङ्गै राम्रोसँगले देखिँदैछ। यता घारीगुरीले छरेकोले गर्दा पुरा निकाल्न सकिएन। यस्तो रमाइलो ठाउँहरू हजुरहरूलाई यो फामफलको रुख हाम्रो योगको यो माथिल्लो भेगमा चाहिँ फामफलको रुख मतलब फामफलको खेती साह्रै राम्रो पाराले गर्नुहुँदो रहेछ। यहाँ चाहिँ एउटा सानो बोट्रा छ फामफलको र पनि लटरामै फलेको देखिँदैछ। यस प्रकार छ। यहाँ तल पनि त्यतिकै रहेछ। त्यहाँ तल अर्को छ त्यतिकै देखिँदैछ। ऊ तल पनि छ। फामफलै फामफल रहेछ प्रायः जस्तो चाहिँ यहाँ। यो मैले पढेको स्कुल अलिअलि देखिँदैछ हरियो हरियो पर। यो माथि चाहिँ माथिको डाँडा चाहिँ त्यो बङ्गलो डाँडा भनिन्थ्यो। अहिले चाहिँ बङ्गलो छैन। पञ्चायत घरहरू बनिएको होला। धेरै दिन भएछ यता नआएको पनि। यो हाम्रो पहाड यस्तै छ गाउँ। रमाइलो ठाउँ हेर्नु होला। तल रेली खोला देखिँदैछ। यहाँ त रेली खोला चट्टै बगर देखियो।